कस्ट सिट 8 मार्क्सको। फर्मेट बुझेपछि त हजुरहरू गरिहाल्नुहुन्छ नि, मेन त फर्मेट हो, फर्मेट बुझ्नु पर्यो। अब कोही भन्छ नि यति लामो छ फर्मेट याद गर्न सकिन्न, होइन कि लामो छैन कि फर्मेट, सजी छ। त्यसैले यो भिडियो पुरा हेर्नु होला हजुरहरू होइन, नत्र डाउनलोड गरेर पनि हेर्न सक्नुहुन्छ समय समयमा। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई लाइक गरिदिनु होला है, अलि मोटिभेसन मिल्छ के। त्यही पनि नगरे पनि केही छैन, पढाउने काम हो मेरो, 1-2टा भिडियो बनाउने काम हो, त्यसैले हो। अब फर्मेट बुझाउँछु राम्रोसँग ल। फर्स्टै कुरा, फर्मेट बनाउँदाखेरि हामीले के कुरा ध्यान दिनुपर्छ है। ओपनिङ भएपछि त्यसलाई एड गर्ने, क्लोजिङ भएपछि लेस गर्ने, यो यसमा लागू हुन्छ के। यो ओपनिङ भएपछि एड गर्ने, क्लोजिङ भएपछि लेस गर्ने, यसमा जहाँ ओपनिङ दियो कि त्यो पोइन्ट एड गरिहाल्ने, फेरि जहाँ पाए त्यही गर्ने होइन नि, जहाँ गर्नु छ त्यही पोइन्टमा त्यही हेडिङमा गर्ने हो है ल। अब फर्मेट पार्टिकुलर अमाउन्ट हो, यस्तरी होइन, कस्ट सिट फर द इयर इन्डेड लेखेर अनि पार्टिकुलर अमाउन्ट लेख्ने साइडमा। फर्स्टमै हामीले ओपनिङ र मेटेरियल लेख्ने के, ओपनिङ र मेटेरियललाई लेख्ने अमाउन्टमा लेख्ने ओपनिङ र मेटेरियल। त्यसमा हामीले एड के गर्ने हो, एड गर्ने हामीले पर्चेज र मेटेरियल एन्ड अरू हामीले सामान किन्दाखेरि जो हामीले जहाँ सामान किन्ने हुन्छौँ त्यहाँदेखि फ्याक्ट्रीसम्म ल्याउन लागेको सबै खर्च हामीले लेख्ने यसमा। त्यो खर्च लेखेपछि अमाउन्ट पनि लेख्ने, अनि यसलाई त्यसपछि यसमा लेस गर्ने क्लोजिङ र मेटेरियल भनेको थिएँ त अहिले। ओपनिङ भएपछि एड हुन्छ, क्लोजिङ भएपछि लेस हुन्छ, आइहाल्यो यता। ओपनिङ एडमा छ नि त, अब क्लोजिङ लेस गर्ने र मेटेरियल यता ब्रेकेटभित्र हाल्ने जो लेस गर्नु छ। अनि यो सब हिसाब गरिसकेपछि नि आउँछ मेटेरियल कन्ज्युम आउँछ ए नम्बर। जे डाइरेक्ट दिएको छ त्यो सब यसमा एड गरिदिने, जे हजुरले डाइरेक्ट देख्नु भएको छ अब त्यो सब एड गरिदिने यसमा। यसमा एड गरेपछि प्राइम कस्ट आउँछ। प्राइम कस्टमा हामीले एड गर्ने फ्याक्ट्री ओभरहेड। फ्याक्ट्री ओभरहेड भनेको अब कस्तो कि फ्याक्ट्रीमा जे खर्च हुन्छ नि, फ्याक्ट्रीमा जे खर्च हुन्छ त्यो सब यसमा एड गरिदिने कि फ्याक्ट्री ओभरहेडमा। फ्याक्ट्री ओभरहेडमा राख्ने, प्राइम कस्टमा एड गर्ने, फ्याक्ट्री ओभरहेडमा राख्ने। अब यसमा एउटा इन्डाइरेक्ट पनि राखिदिने, इन्डाइरेक्ट जे इन्डाइरेक्ट छ नि, इन्डाइरेक्ट र फ्याक्ट्री ओभरहेड। फ्याक्ट्री ओभरहेडमा फ्याक्ट्रीमा हुने खर्च के, फ्याक्ट्रीमा हुने जे खर्च छ नि त्यो सब यसमा राखिदिने के। फ्याक्ट्री यो फ्याक्ट्रीमा हुने जे खर्च छ सब यसमा राखिदिने, जे यो फ्याक्ट्री ओभरहेडमा। अब जस्तै यो डिप्रिसिएसन अन मेसिनरी अन फ्याक्ट्रीमा भनेको छ भने त्यो नि फ्याक्ट्रीमा राखिदिने के। त्यही क्वेसनमा दिया हुन्छ यो यहाँ खर्च यो यहाँको भनेर, त्यही पनि अब दिया हुन्छ त्यो सजी छ। त्यही जो जे यति बुझ्नु कि हजुरहरू जे खर्चहरू फ्याक्ट्रीमा हुन्छन् नि, त्यो त हजुरहरूलाई पनि थाहा होला फ्याक्ट्रीमा के खर्च हुन्छ भनेर, त्यो सब फ्याक्ट्री ओभरहेडमा राखिदिने के। अनि इन्डाइरेक्ट जे इन्डाइरेक्ट छ, डाइरेक्ट हामीले माथि एड गरेका थियौँ मेटेरियल कन्ज्युमसँग, त्यसपछि इन्डाइरेक्ट फ्याक्ट्री ओभरहेडमा राख्ने, प्राइम कस्टमा एड गर्ने। यो सब हिसाब गरिसकेपछि हाम्रो फ्याक्ट्री कस्ट इन्कर्ड आउँछ। त्यसपछि हामीलाई यसमा एड गर्नुपर्ने हुन्छ ओपनिङ स्टक अफ र मेटेरियल ओपनिङ स्टक अफ वर्क इन प्रोग्रेस, अनि लेस गर्नुपर्ने हुन्छ क्लोजिङ स्टक अफ वर्क इन प्रोग्रेस। लेस गरिसकेपछि हाम्रो फ्याक्ट्री कस्ट आउँछ होइन, फ्याक्ट्री कस्ट। ए नम्बरमा हाम्रो के आयो, मेटेरियल कन्ज्युम। त्यसमा हामीले डाइरेक्ट के गर्यौँ, एड गर्यौँ। त्यसमा हाम्रो के आयो, प्राइम कस्ट। त्यसमा हामीले एड फ्याक्ट्री ओभरहेड र इन्डाइरेक्ट एड गर्यौँ, हाम्रो फ्याक्ट्री कस्ट इन्कर्ड आयो। त्यसमा हामीले एड र लेस गर्यौँ, ओपनिङ र क्लोजिङ। त्यसमा हाम्रो के आयो, त्यसपछि के आयो, फ्याक्ट्री कस्ट। फ्याक्ट्री कस्टमा अब हामीले एड गर्ने अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड। यो भनेको हामीले फाइन लगाउनमा पनि पढाएको थियौँ। यो भने यसमा भनेको जे हाम्रो अफिसमा खर्च हुन्छ नि त्यो सब हामीले यसमा एड गर्ने के। अफिसमा भएको जे खर्च छ हाम्रो त्यो सब यसमा एड गर्ने। अनि कस्ट अफ प्रोडक्सन आउँछ। अब कस्ट अफ प्रोडक्सनमा पनि एड र लेस गर्ने। ओपनिङ स्टक अफ फिनिस्ड गुड्स, ओपनिङ स्टक अफ क्लोजिङ स्टक अफ फिनिस्ड गुड्स। यो ओपनिङ यताको यो वर्क इन प्रोग्रेस र फिनिस्ड गुड्स वहीँ फर्मेटमा दिएको हुन्छ, रुपियाँमा पनि दिएको हुन्छ, युनिटमा पनि दिएको हुन्छ। अब युनिटमा दिएखेरि पैसा निकाल्ने हो, त्यसैले यो एड गरेर हिसाब गरिसकेपछि हाम्रो आउँछ कस्ट अफ गुड्स सोल्ड। कस्ट अफ गुड्स सोल्डमा एड गर्ने सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड। सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड भनेको सामान बेच्दाखेरि लागेको सबै खर्च, जो अब हामीले सामान बनाइसकेपछि लागेको खर्च हुन्छ नि, जे खर्च लागेको छ
अब भाडा लाग्या होस्, त्यो कमिसन दिँदाखेरि लागेको होस्, सेल्सम्यानलाई स्यालेरी दिँदाखेरि लागेको होस्, अब हामीले गोडाउनको रेन्ट होस्, हाम्रो किन गोडाउन भन्दा कस्तो सामान राखेको हुन्छ नि त्यस्तो सब यसमा के सेलिङ एन्ड डिस्ट्रिब्युसनमा सब। अब हामीले यो हिसाब गरिसकेपछि हाम्रो टोटल कस्ट आउँछ। टोटल कस्ट आइसकेपछि अब टोटल कस्ट आएपछि यसमा अलि एड गर्दाखेरि अलि हजुरको मिस्टेक हुनसक्छ, त्यो ध्यान दिएर सुन्नु होला। एड प्रफिट अन कस्ट भनेपछि कस्टको पैसा लेख्ने यो टोटल कस्टको, अनि इन्टु प्रफिट गरिदिने। जति पर्सेन्ट प्रफिट दिएको छ त्यो इन्टु गरेर इन्टु प्रफिट पर्सेन्टमा राखेर जति आउँछ त्यो यति उ गर्दाखेरि जति आउँछ नि त्यो एड गर्ने, अनि यहाँ राख्ने। यहाँ राखेपछि सेल्स आउँछ, सेल्स जति आउँछ त्यहाँ लेखिदिने। त्यसपछि अब एउटा त कन्डिसन यो भयो प्रफिटवाला। अर्को प्रफिट अन सेल्स दिया हुन्छ होइन। प्रफिट अन सेल्स दिँदाखेरि कस्ट लेख्ने यो टोटल कस्ट, अनि इन्टु प्रफिट जति माथि दिएको छ त त्यो लेख्ने, अनि ओपन गर्ने प्रफिटको ओपन, अनि 100 माइनस प्रफिट। जस्तै अब 10% दिएको छ भने चाहिँ टोटल कस्ट इन्टु 10 ओपन 100 माइनस 10 90, 10 ओपन 90, त्यति गर्दा पनि भयो। त्यसैले त्यो हिसाब गरिसकेपछि यहाँ आउने यो टोटल कस्टबाट प्रफिट निकालिसकेपछि हिसाब गरिसकेपछि सेल्स आउँछ। सेल्स पछि हाम्रो आन्सर मजाले मिल्छ। त्यसैले धेरै इजी छ के। फेरि हजुरलाई समरीमा बुझाइदिन्छु अब म। फर्स्टमा हामीले ओपनिङ र मेटेरियल राख्ने के, ओपनिङ र मेटेरियल हामी सामान बनाउँदै, त्यसपछि जो सामान हामी किने हुन्छ नि, जो सामान किनेर ल्याउन लागेको हुन्छ नि, त्यो सब खर्च एड गर्ने के। सब कहाँसम्मको हाम्रो फ्याक्ट्रीसम्म पुगाउन लागेको यो सब सामान के खर्च फ्याक्ट्रीसम्म पुगाउन लागेको सब खर्च यसमा एड गर्ने, अनि लेस गर्ने चाहिँ क्लोजिङ र मेटेरियल। त्यसो गरिसकेपछि हाम्रो मेटेरियल कन्ज्युम्ड आउँछ। मेटेरियल कन्ज्युम्ड पछि हामीले यसमा एड गर्ने अल डाइरेक्ट थिङ्स, अल डाइरेक्ट एक्सपेन्सेस, जे डाइरेक्ट एक्सपेन्सेस छ नि त्यो सब हामीले यसमा एड गर्ने। त्यो सब हामीले यसमा एड गरिसकेपछि हाम्रो प्राइम कस्ट आउँछ। प्राइम कस्टमा हामीले फ्याक्ट्री ओभरहेड र इन्डाइरेक्ट एक्सपेन्सेसहरू सब एड गर्ने। फ्याक्ट्री कस्ट इन्कम आउँछ। यसमा ओपनिङ स्टक अफ वर्क इन प्रोग्रेस, क्लोजिङ स्टक अफ वर्क इन प्रोग्रेस एड र लेस गरिदिने। त्यसपछि फ्याक्ट्री कस्ट आउँछ। फ्याक्ट्री कस्टमा अफिस एन्ड एडमिनिस्ट्रेटिभ खर्चहरू एड गर्ने। कस्ट अफ प्रोडक्सन आउँछ, अनि त्यसपछि कस्ट अफ प्रोडक्सनमा एड गर्ने, लेस गर्ने ओपनिङ स्टक अफ फिनिस्ड गुड्स र क्लोजिङ स्टक अफ फिनिस्ड गुड्स। त्यो हिसाब गरिसकेपछि कस्ट अफ गुड्स सोल्ड आउँछ। त्यसमा एड गर्ने सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड, अनि टोटल कस्ट आउँछ। प्रफिट निकाल्ने, सेल्स निकाल्ने, धेरै इजी के। यति कुरा सामान किन्दाखेरि लागेको खर्च। फर्स्टमा त हाम्रो त्यो हिसाब गरिसकेपछि मेटेरियल कन्ज्युम्ड आयो। मेटेरियल कन्ज्युम्ड अब हामीले यसमा एड गर्ने के डाइरेक्ट जे छ। त्यसपछि प्राइम कस्ट आइहाल्यो। प्राइम कस्ट पछि हामीले यसमा एड गर्ने फ्याक्ट्री ओभरहेड। फ्याक्ट्री ओभरहेडमा फ्याक्ट्री कस्ट इन्कम आउँछ। फ्याक्ट्री कस्ट इन्कममा हामीले एड गर्ने ओपनिङ र अनि लेस गर्ने क्लोजिङ। हिसाब गरिसकेपछि फ्याक्ट्री कस्ट आयो। अब यसमा एड गर्ने अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड। यसमा कस्ट अफ प्रोडक्सन आयो। कस्ट अफ प्रोडक्सनमा एउटा एड र एउटा लेस गर्ने, अनि कस्ट अफ गुड्स सोल्ड आयो। अनि यसमा एड गर्ने सेलिङ एन्ड डिस्ट्रिब्युसन, टोटल कस्ट आयो। एड प्रफिट गरिदिने, सेल्स आयो। हाम्रो 8 नम्बर मजाले पाक्यो। हजुरले बुझ्नुभयो कि नै कमेन्ट गरिदिनु होला, अनि यो भिडियो आफ्नो साथीहरूलाई सेयर गरिदिनु होला। यो 8 नम्बर मजाले पाक्छ दुइटैको। ल हस् त, बाई।